फ्यान चलिरहेछ होइन कति दिनदेखि यति गर्मीमा बसिराख्नु पर्छ तपाईहरु जहिलेदेखि स्कुल खुलेको अरु त्यतिकै यति भएन गर्मीमा यति धेरै गर्मीमा उहाँहरु बिना फ्यानको यहाँ पढाइ भइरहेको छ बर्सात हुँदैन हुन्छ धेरै गर्मी भइरहेछ है यहाँ हेर्न सक्नुहुन्छ कति मलाई पनि यहाँ एकछिन भयो मलाई कति यहाँ गर्मीबाट म भिजिसकेको छु र धेरै दिन भइसक्यो नलागेको फ्यान छ त्यहाँ फ्यान छ भने चलेको छैन त्यो पनि त छ सम्पूर्णमा फेरि नमस्कार म आरके गुप्ता अहिले प्रतापपुर गाउँपालिका वार्ड नम्बर 4 हर्षपुरा श्री सावित्री आधारभूत विद्यालयमा हामी आएको छौँ। यहाँका ओम प्रकाश गुप्ताज्यूले यो दिनुभएको यहाँ हेर्नु यहाँ पनि फ्यान छ। यहाँ यो फ्यान चाहिँ यो पटरी हावा खानको लागि बनाइएको यो मोटरले हावा खानको लागि यो फ्यान राखिएको है त यो विद्यार्थीको लागि राखिएको होइन। पंखाहरू छ त्यो पुरानै छ त्यो बिग्रिन्छ प्रत्येक वर्ष प्रिन्सिपलको रुम र हाम्रो स्टाफको रुम एउटै छ किनभने क्लास 6 हो हजुर। यहाँ पहिला यो फ्यान थियो कि थिएन? फ्यान छैन थियो। अरु कक्षाको आवश्यकता हेरेर पंखा बिग्रेपछि अब मैले बस्ने माथि जडान गर्नु भन्दा बरु त्यो पंखा खोलेर मैले विद्यार्थीहरूको कक्षा कोठामा लगाइदिम जसले गर्दा बच्चा बच्चीलाई सहयोग हुन्छ भनेर मैले पंखा एक दो महीना गर्मी होला कि नै होला बिग्रेछ कति दिन भयो बिग्रेको? पढाइ कस्तो हुन्छ? राम्रो कस्तो हुन्छ पढाइ? राम्रो एकदम राम्रो गर्छ है त म धन्यवाद भाइ। यो क्लासमा फ्यान हुँदा पनि बिग्रेको अवस्था छ। साथै यो कति दिन भयो फ्यान नचलेको? धेरै दिन भयो चले कति दिन भयो? 2 दिन यहाँ पनि थिएन यो फ्यान थिएन अहिले चाहिँ 2 दिन मात्र भएको छ। 2 दिन भयो कक्षा 8 मा यो लगाउँदा फेरि यो कति दिन भयो फ्यान लागेको यो क्लासमा? हिजो 2 दिन पहिला फ्यान थिएन यति गर्मीमा थिएन है। हेर्न सक्नुहुन्छ यहाँ यति गर्मीमा यहाँ विद्यार्थीहरू यति धेरै पसिना यति गर्मी छ यति टेम्परेचर हाई छ हाम्रो तराईको हो यो फ्यान लागेको नत्र विद्यार्थीहरू त्यति गर्मीमा बसिरहेको थियो। जम्मा 2 दिन भएको छ है र अहिले न त गाउँपालिकाको ध्यान आकर्षण भएको छ न त कसैको ध्यान आकर्षण भएको छ। विद्यार्थीले गर्मीले तडपिरहेको छन् यसको वास्तविकता के हो? वास्तविकता अब चाहिँ फ्यान नभएर चाहिँ अब विद्यार्थीहरू चाहिँ गर्मीमा तडपिरहेका छन्। फ्यान त म्यामहरू आफू बस्ने फ्यानमा आफ्नो फ्यान निकालेर अन्य क्लासहरूमा लगाइदिनु भएको छ र उहाँहरूलाई एकदमै हृदयबाट धन्यवाद दिन चाहन्छु। यो विषय चाहिँ गाउँपालिका लगायत तपाईँको सिएस शाखा सबैको ध्यान आकर्षण यो यहाँको अवस्था देखाउन सक्नुहुन्छ। यहाँ पलाइ छ है माथि र पलाइ अहिले यहाँ पानी परेर तल आउँछ कि आउँदैन म्याम? तल भएको अवस्था पनि छ। यहाँ तपाईँको जुम गरेर देखाउनु है सबै यो जुम गरेर देखाउनु। अनि यहाँ तपाईँको यहाँ बनाके युज कर सकल जाला कि नहीं कर सकल जाला? तो हो सकेला